निर्वाचन आयोग केन्द्रबाट पनि हैन चाहिँ अब यहाँबाट पनि सकियो अब यो पालिको भनेर भन्नुभयो हैन। अब कसरी हुन्छ हो, अब प्रोटेस्ट सुरु गर्नु पर्यो है सबै जेएनजे भाइ बहिनीहरूले, सबै जेएनजे युथहरूले, युवाहरूले हैन। अब फेरि प्रोटेस्ट गर्नु पर्यो हैन, अब सुरु गर्नु पर्यो हैन। चाहिँ अब नेपालको राजा चाहिँ अब हैन मलाई चुन्नु पर्यो र बनाउनु अब सुरु गर्नु पर्यो हैन। त्यो भ्रष्टाचारी झोलेहरूको ठाउँमा हैन देशको कर्मचारीहरू, असल इमानदारहरू हैन चाहिँ पुलिस, आर्मी, सशस्त्र हो चाहिँ झोलेहरूको ठाउँमा राख्नु पर्यो र हैन। अनि एकदम देशको विकास गर्नु पर्यो। अब सबैजना, सबै जनताहरू एकजुट हुनु पर्यो हो। अनि अब चाहिँ अनि हैन अब देशको चाहिँ विकास गर्नु पर्यो। अब हाम्रो देश भनेको पहाड, हिमाल र तराई, हिमाल, पहाड र तराईको देश हो हैन। आर्मी, पुलिस र सशस्त्र हैन। अनि त्रिएक परमेश्वर हो, नव एक परमेश्वर हैन चाहिँ परमेश्वरी हो। सो यहाँ कुरा सबै एकैचोटि मिलेको छ हैन। अनि मेरो लिबरेटर एनोनिमस तपाईहरुले हेर्दा हुन्छ हैन, सर्च गरेर गुगल लोगोहरू मैले चाहिँ राम्रो ठिकै खालको हैन, सबै झन्डाहरू पृथ्वीको एक बनाएको छ, एकै खालको हैन। अनि त्यो सबै कुरा एलाइनमेन्टमा छ हैन। अब जेएनजे युथहरू जागौँ र यो चुनावमा चाहिँ खारेज गरौँ। अब यो चुनाव खारेज गरौँ सबै हैन। जसरी हुन्छ चाहिँ यो उहरूलाई बालेन शाह, रवि लामिछाने हो, केपी ओली, अनि यो प्रचण्डे, हर्क साङपाङ र अन्य लगायत नेताहरूलाई हैन मृत्युदण्ड दिएर हुन्छ कि चाहिँ अब जेलमा, कारागारमा हालेर हुन्छ कि हो। सबै अब यो भ्रष्टाचारी झोलेहरूको ठाउँमा चाहिँ अब पुलिस, न्याय गर्ने न्यायकर्ताहरू आउनु पर्यो। अब अन्याय हुनु दिनु भएन देशमा सबै। अनि विदेशमा भएका सबै हैन अब चाहिँ अब दाजुभाइहरू सबैलाई पनि अब देशमा रोजगार दिनु पर्यो। म पनि बेरोजगार भएर भड्किरहेको छु। मैले पनि मलाई थाहा छ क्या त्यो सिम्प्याथी हैन, त्यो सिम्प्याथी मैले भोगेको छु क्या। अनि पढ्नु नपाएर हैन त्यो पीडाहरू मलाई थाहा छ क्या। अनि आज अधुरो पढाइ भएर हैन युवाहरू खाडीतिर, विदेशतिर हैन भड्केको, अनि त्यो पीडाहरू सबै मलाई थाहा छ क्या। अनि अब त्यस्तो हुनु दिनु हुँदैन क्या। अब नेपालमा रोजगार पाउनुपर्छ हो। अनि युवाहरूले पढ्न पाउनुपर्छ, युथहरूले हैन। त्यो मेरो माग हो हैन। र सबै उहरू यो जेएनजेहरू खास असली प्रोटेस्ट भनेको मबाट सुरु भएको हो र अन्त्य पनि ममा हुनेछ र अनन्त पनि मसँगै हुनेछ हो। र चाहिँ मसँग भन्नुको मतलब हैन परमेश्वरसँग, जो मेरो बाडीबाट बोलेर हैन चाहिँ मबाट चाहिँ तँबाट त्यसरी सुरु भएको। त्यसैले हैन अब सबै जेएनजे युथहरू हैन आउँ प्रोटेस्ट गरौँ, सुरु गरौँ। अब यो संविधान यो चुनाव खारेज गरौँ र नयाँ संविधान सुरु गरौँ। अब मलाई राजा चाहिँ पद अधिकारीमा बनाम हैन। अनि त्यस पछाडि सबै युवाहरू विदेश चाहिँ बिजनेस गर्नु जाने, त्यो खालको हामी अब देशमा कानुन गरौँ, ल्याउँ हैन।
यहाँनिर विकास त्यसरी गरौँ। अब विदेश चाहिँ त्यही हो, बिजनेस गर्नु जाने, दास हुनु होइन। नेपालीहरू सबै अनर भएर जाने विदेश जाँदाखेरि होइन, गुलाम भएर होइन, तर गुलाम बनाउनु चाहिँ जाने, दास बनाउनु जाने। पैसाको दास होइन क्या, तर पैसालाई चाहिँ दास बनाउने क्या, पैसाको लागि काम गर्ने होइन, पैसालाई चाहिँ त्यही हो दास बनाउने। र अनि देशमा नयाँ नयाँ होइन आविष्कारहरू गर्ने, इन्भेन्सनहरू होइन, अनि नयाँ नयाँ उद्योग कल कारखानाहरू, अनि हस्पिटल स्कुलहरू चाहिँ एक्स्ट्रा अर्डिनरीहरू एकदम त्यो खालको चाहिँ खोल्ने, इस्टाब्लिस गर्ने होइन। लिबरेटर एनोनिमस पनि फाउन्डर। अब टिमवर्क गर्नु आउनु पर्यो होइन। पुलिस आर्मी सशस्त्र अनि जनताहरू, पुलिस आर्मी सशस्त्र अनि जनताहरू चाहिँ यो जेएनजे टिमहरू आउनु पर्यो होइन। जनताहरू सबै आउनु पर्यो। यो लिबरेटर एनोनिमस आई कान्ट क्या, म एक्लै गर्नु सक्दिनँ होइन। बट वी क्यान क्या, इन द कनेक्सन अफ अलमाइटी नेचुरल्ली गड गडेसेस, महादेव पार्वती होइन, चाहिँ परमेश्वर परमेश्वरी, अल्लाह अल्लाहरी होइन, महारुद्र महादुर्गा, जो आदिमा हुनुहुन्थ्यो महिमा होस् उहाँलाई, जो आदिमा हुनुहुन्थ्यो अन्त्यमा हुनुहुनेछ र अनन्त भए जिउनु हुनेछ अनि राज्य गर्नुहुन्छ। आमेन, औमेन, अम्यान।